तर कहीँ कयाचेत केही भयो भने त्यो बेला त अब चाहिन्छ नि अथवा अरू त कसैले हेर्दैन, त्यही मात्रै एउटा बिमाले हेर्छ, अरूले केले हेर्दैन। त्यसको लागि कतिवटा छोरा? दुईटा दुईटैको बिमा छ? दुईटैको छ, दुईटै गाडी चलाइरहेछ नि। दुईटै गाडी चला। त्यही भएर मैले त्यो हालिदिएको। कति लाखको? ६४,०००। 60 लाखको बिमा छ। कति वर्ष भयो गरे? त्यो कान्छाको बनाइदिएछ 21 वर्षको, जेठाको छ 16 वर्ष। सुरु गरे चाहिँ कति वर्ष भयो? त्यो 7 वर्ष जेठाको भइसक्यो, कान्छाको 3 वर्ष भइसक्यो। 7 वर्ष भइसक्यो। काम चाहिँ तपाईँको यो माछा बेच्ने होइन? गर्ने त यही हो, पसल छ नि कालीमाटीमा रामघाटमा। चाहिँ दिपेश माछा पसल, माछा व्यापार गर्नुहुन्छ। छोराहरू पनि माछा व्यापार पनि हुन्छ, मसला पसल छ भने होइन? मसला व्यापार पनि छ उहाँहरूको मसला। उहाँलाई एक दिन मैले चाहिँ बिमा गर्नुपर्छ भनेर अब भनौँ कि नभनौँ पनि यहाँ यसैमा गराइ। कसलाई? मेरो आफ्नै बुढी। ए बुढीको नि गरियो यहाँ माथि? एक किस्ता त्यो बेच्यो। उहाँलाई चाहिँ मैले बिमा गर्नु बच्चाहरू, उहाँको चाहिँ छोराले गाडी चलाउनुहुन्थ्यो, उहाँलाई बिमा गर्नुपर्छ बच्चाहरूको भनेर एक दिन मैले भनेको लगभग 3-4 महिना अगाडि। अनि उहाँले भन्नुभयो बिमा गरेको छ भन्नुभयो। यो लेभलमा उहाँले बिमा गरेछ भन्दा मलाई गरिसक्नु भएको। अनि कतिको बिमा गर्नु भएको छ भनेर सोधेको। 60 लाखको बिमा गरेछ। कतिजनाको गर्नु भएको छ भने दुईटै छोराको 60 लाखको बिमा गरेछ भन्नु मलाई अचम्म लाग्यो। हामी बिमा गर्नुपर्छ भनेर पैसा भएको, रिस्क बढी भएको, बिमा गर्ने क्षमता भएको हरेक मान्छेलाई काउन्सिलिङ गरिरहेको छौँ, कुरा गरिरहेको छौँ। उहाँहरूले बिमा गर्न मान्नुहुन्न, उहाँले पोजिटिभमा लिनुहुन्न। तर उहाँलाई मैले एकदमै उहाँले बिमा गर्नुहुन्छ भने गर्नुपर्छ, थोरैको बिमा गराउनुपर्छ कि भनेर उहाँसँग कुरा गर्दै गर्दा उहाँले चाहिँ बिमा गरिसके 3-4 वर्ष अगाडि भन्दा चाहिँ उहाँले चाहिँ अहिले भर्खर उहाँको म्याडमको पनि बिमा गरिदिनु भनेपछि बिमा कोही बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पा पिँड भने जस्तै हो। तर मेन कुरा उहाँले भने जस्तो, उहाँले बुझे जस्तो सबैले बुझ्न जरुरी छ। भोलि केही कथम कदापि भयो भने पैसा त दुःख गरेर भएन, केही 10 वर्ष जेठा चलाए केही भएछ, भगवान गरोस् नहोस्, मलाई त्यो मतलब छैन कि उ सरकारको पैसा क्लियर हुनुहुन्छ। केही भएर बिमा पाउने भन्दा पनि अब कम्तीमा नि एउटा बचतको हिसाबले चाहिँ बिमा गरे हो। भोलि केही भयो भने उसको परिवारलाई भोलि बिहे गरेछ, जेठाको बिहे गरेछ, कान्छाको बिहे गर्दै हुनुहुन्छ, केही भयो भने उसको उहाँहरूको फ्यामिलीलाई तर केही नभइकन त्यो पैसा चाहिँ पाइयोस् भनेर एउटा पैसा त छैन, तर जबरजस्ती भने पनि सेभिङ गरेको हो 7 वर्ष अगाडि भनेर भन्दै हुनुहुन्छ। यो चेतना, यो बुझाइ हरेक मान्छेले बुझ्न जरुरी छ। 60 लाख पायो भने उसको बच्चा बुच्चीको पढाउने, विदेश गर्ने केही भयो भने त हुन्छ।